दर्शकबिनहरू नमस्कार अनि हार्दिक स्वागत छ। पेसुपे दिपेन्द्र चौलागाईको प्रत्यक्ष नयाँ समाचार र दुःखद खबरको हिजो मात्रै तिहारको दिनमा टीका लगाउनको लागि बुटोलदेखि कोलफुरसम्म आफ्नो बहिनीको हातबाट टीका लगाउन लागि आएका भाइ 81 गाउँका युवा र केटाहरूले उनीहरूलाई कुटफुट हातपात गरेर चक्कु प्रहार गरी उहाँको बेहोस घटना स्थानमा पुर्याएका छन् र यो भिडियो एकदमै दुःखद लाग्दो भिडियो रहेको छ। यसरी छाडा युवाहरूले छाडा गुण्डा नाइकीको रूपमा पालिएका युवाहरूले यसरी नै चक्कु बोकेर प्रहार गर्नसम्म भ्याउने अवस्थाले नेपालमा दिन प्रतिदिन यस्ता घटनाहरू घटिरहन्छन्। तर यो घटनालाई चाहिँ मध्यनजर गरी हिजोको भाइटिकाको दिनमा तयारीको रूपमा आएर चक्कु प्रहार गरिएको भन्ने कुराहरू भइरहेको छ। तपाईहरूले यस्तो कसैलाई पनि नहोस्, तिहारको दिनमा टीका लगाउन लागि बहिनीलाई आएका घरमा भाइको बेहोस तरिकाले हत्या भएको छ र हत्यासँगै उनीहरूको उपचारको लागि नेपालगञ्ज नर्सिङ होम हस्पिटलदेखि कोलफुरको हस्पिटलमा लगेर उनीहरूले चाहिँ हस्पिटलले रिफर गरी अहिले चाहिँ दिल्लीसम्म लगिसकेको छ भन्ने कुराहरू तपाईहरूले सुनिरहनु भएको छ। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला र भिडियो तपाईहरूलाई कस्तो लाग्छ त्यस्तै कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्स्नुहोला र भिडियोलाई सक्दोसम्म सेयर गर्न नबिर्स्नुहोला है त। पुरै भिजो छ के हजुर। अनि मैले त्यसपछि अनि यहाँ नसक्ने भएर फेरि अनि उता लखनऊ सिफ्ट भयो, बिरामी लखनऊसम्म पराएर म बिहान 8 बजे यहाँ कोलपुर आइपुगेँ। काट्न आउने मार्न आउने अनि आज एउटा छोरो मर्ला, भोलि अर्काको छोरो मर्ला, भोलि बिहान त ठुलो ऊ होला त मान्छे काटेर त म यो भनेर काटे भनेर ठुलो मान्छे भन्ने, त्यसलाई सजाय नै केही नभयो भने त यसरी नै मान्छे काटेरै हिँड्ने गर्दा कसैलाई पनि मन दुख्न सक्छ र यो दुश्मनको रूपमा भएर मात्रै नभई यसरी तिहारको दिनमा बहिनीलाई टीका लगाउनको लागि बुटोलदेखि कोलफुरसम्म आएका भाइले उनको बेहोस तरिकाले उनको हत्या भइरहेको छ र उहाँको उपचारको लागि दिल्लीमा उपचार गरिरहेको छ। उहाँ बेडमा छटपटाइरहनु भएको छ र उनको पेटमा चाहिँ चक्खु त्यसैमा रहेको जानकारी पनि आइसकेको छ। तिहारकै दिनमा यस्तरी घटना हुनु भनेको अति नै दुःखद खबर हो र यो हामीलाई सुन्दा पनि अचम्म लाग्छ। यसरी कसैले पनि नहोस् र नेपाल प्रहरीले पनि सक्दोसम्म उनीहरूलाई कानुनी कारबाहीमा ल्याई उनीहरूको अनुसन्धान जारी गरोस्।